Welcome to my YouTube channel, guys. यो रहेको छ मेरो BYD Atto 2 भर्खर झरेको यो 2025 मोडलको र आज म हजुरलाई यसको बारे चाहिँ केही डिटेल भन्न गइरहेको छु। यसै सुरुमा गाडीको 360 ओभरभ्यू हेर्नु होला। यो BYD Atto 2 मोडल 2025 को हो। यो चाहिँ एउटा कम्प्याक्ट एसयुभी हो। यो भर्खरै एसयुभी BYD ले झारेको। पहिला चाहिँ तपाईको Atto 1 र Atto 3 थियो। यो Atto 2 चाहिँ यो बिचको चाहिँ सेगमेन्ट भनौं न, यो दुईटालाई मिक्स गरेर एउटा बनेको चाहिँ कम्प्याक्ट एसयुभी हो। र यसमा चाहिँ 100 किलोवाटको एउटा मोटर छ जसले चाहिँ 290 न्युटन मिटर अफ टर्क चाहिँ प्रोड्युस गर्छ। हाम्रो यो टर्क भन्नाले चाहिँ के हो भन्दाखेरि गाडीको चाहिँ कति गुणा चाहिँ क्यापासिटी हुन्छ नि हो, त्यसलाई चाहिँ टर्क भनिन्छ। त्यसैगरी हामीसँग यसको चाहिँ एउटा चाबी रहेको छ जसमा चाहिँ लक अनलक र पछाडि डिक्की खोल्ने प्लस यहाँ स्टार्ट गर्न मिल्ने छ। यसलाई अनलक गर्दाखेरि चाहिँ यसरी अनलक भइरहेको छ। प्लस यसको चाहिँ डिक्कीको यहाँ डबल चोटि क्लिक गर्नुभयो भने यसको चाहिँ पछाडिको भाग जसमा चाहिँ तपाईँले पाउनुहुनेछ र यसको बुट स्पेस चाहिँ यो रहेको छ। एक्ज्याक्ट मैले पनि बिर्स्यो, मलाई पनि खासै धेरै थाहा भएन, तर यसलाई चाहिँ प्लस यो पछाडिको सिटलाई पनि यसलाई फोल्ड गरेर अझै यसलाई ठुलो बनाउनु मिल्छ। अनि त्यसपछि यसको चाहिँ डाइमेन्सन भने चाहिँ लेन्थ भनेको चाहिँ 4.3 मिटर छ, वाइड चाहिँ 1.83 मिटर र हाइट चाहिँ 1.675 मिटर रहेको छ। यो गाडीको चाहिँ व्हिल बेस छ, त्यो लगभग तपाईँको चाहिँ 2.62 मिटरको छ। प्लस यसको ग्राउन्ड क्लियरेन्स चाहिँ 200 mm को रहेको छ। यो भनेको चाहिँ तपाईँ अफरोडको लागि चाहिँ एकदम सुटेबल छ यो। अनि त्यसपछि यसको लेन्थ रहेको छ तपाईँको 4.3 मिटरको छ। अनि वाइड भनेको चौडाइ भनेको 1.8 मिटर छ र हाइट भनेको चाहिँ 1.67 मिटर छ। र यसको तपाईँको फ्रन्ट सस्पेन्सन भनेको चाहिँ म्याक पियर्सन स्ट्रटको छ यस सस्पेन्सनभित्र भनेको। अनि यसको रियर चाहिँ टर्सनल बिमवाला छ जो तपाईँले देखिराख्नु भएको छ भर्खरै। यो लगाउँ हामी यसको इन्टेरियरमा। मैले यसको चाहिँ 2000 किलोमिटर रनिङको छोटो रिभ्यू दिन गइरहेको छु। मलाई त्यति धेरै खासै आइडिया छैन गाडीको, तर पनि जति सक्दो हुन्छ तपाईँहरूले लाउनु भएको छ भने सजिलो होस् भन्ने तरिकाले म हजुरहरूलाई के भन्छु। गाडी यो हामीले लिँदाखेरि लगभग 560 किलोमिटर रनिङमा थियो र अहिले तपाईँको चाहिँ 2591 किलोमिटर छ। हामी यो बिचमा चाहिँ चितवनबाट दमौलीबाट पोखराबाट बाग्लुङ र बाग्लुङबाट माथि पञ्चकोट लाग्यो। त्यो उकालोमा चाहिँ अलि इको मोडमा गाह्रो पर्दो रहेछ, जाने चाहिँ जान्छ है, नजाने चाहिँ होइन। नर्मल मोडमा राखेर मैले चाहिँ लिएर गएँ, जस एकदम स्मुथ राम्रोसँग लिएर गयो गाडीले चाहिँ। अनि त्यसपछि हामी फर्क्यौँ। त्यो दिन हामी सिधै चितवन आएको, त्यसपछि उहाँबाट घुमेर। अनि यसले चाहिँ सरी हामी त्यो दिन पोखरै बसियो, पोखरा घुमियो, चार्ज चाहिँ गरिएन है। भोलिपल्ट आएर चितवन चार्ज गऱ्यो। लगभग यहाँ आउँदाखेरि तपाईँको 43% चार्ज थियो भनेको। यसले राम्रो ब्याट्री दियो टिक्दो रहेछ भन्ने भयो। अनि जो यति बेला यो हामी यात्रा गर्दाखेरि चाहिँ हाम्रो यात्रा गर्दा चाहिँ हाम्रो यो कम्फर्टेबलनेस चाहिँ राम्रो थियो। अनि कसैलाई गाह्रो भएन, न त मलाई न पछाडि बस्ने कोहीलाई, सबैलाई जोस् मैले सोधेँ आफैले पर्सनली सबैलाई के कसो भयो भन्दाखेरि जोस् सबैलाई गाह्रो भएन, कसैलाई केही भएन, कम्फर्टेबल थियो। जस यात्रा सजग रह्यो। अब यति यात्रा गरियो, यात्रा गरेर मात्र भएन, यसको चाहिँ कम्फर्टेबल कुरा आउँछ। मेन कुरा भनेको मैले चाहिँ एउटा एक्स्ट्रा यो एउटा स्पन्जी एउटा एड गरेको छु। म यो मेरो एक्स्ट्रा एडिसनल कुरा है, तपाईँहरूलाई चाहिँ हजुरहरूले चाहिँ थप्नु होला। यो बस्ने कुसन, यसको यो पछाडिको कम्पनी फिटेड पनि एकदम राम्रो छ। यति लामो यात्रा गर्दाखेरि चाहिँ
लामो त के भनौँ है, हजुर पनि अझ धेरै लामो यात्रा गर्नुभएको छ होला। त्यही पनि मेरो लागि अब यो पहिलोचोटि गाडी चलाउँदाखेरि यसमा मलाई सजिलै भयो, गाह्रो भन्ने कुरा कतै पनि भएन। न त मेरो ढाड न त हात, जो सबै एकदम कम्फर्टेबल थियो। मलाई मात्र नभएर मेरो बाबुआमै बस्नु साइडमा अथवा कोही बस्नु भएको थियो, 5 जना हुनुहुन्थ्यो। सबैजनालाई सजिलो भयो, गाह्रो कसैलाई नै भएन। जे होस्, अब यदि हजुर यो लिने विचारमा हुन्छ भने चाहिँ यु क्यान गो फर इट है। गाडी ठिक छ, यो प्राइस रेन्जमा यो ठिक छ। गर्नु होला यसको एडभान्टेज र डिसएडभान्टेज भन्ने कुरा। मलाई यसको डिसएडभान्टेज भन्दा पनि भइदियो जस्तो भएको चाहिँ एउटा सनरुफ हो कि। बाहिर कन्ट्रीमा आएको मोडलहरूमा चाहिँ सनरुफ रहेछ, यसमा चाहिँ नेपालमा आएको मोडलमा चाहिँ सनरुफ रहेनछ। अनि प्लस यसमा चाहिँ यो ऐनामा चाहिँ अटो डिटेक्ट हुन्छ नि, आई मिन अरू भेहिकलहरू आएको एउटा वार्निङ हो, यो चाहिँ रहेनछ यसमा। यो एडिसनल फिचर यो भएको चाहिँ राम्रो हुन्थ्यो। अब एडभान्टेज त अब सबै ठिक छ, रेन्ज राम्रो छ, कम्फोर्टेबल छ, स्पेसियस छ। हेर्ने हो एकचोटि, अनि सब कुरा ठिक छ। मेरो पर्सनल कुरा ओपिनियनमा चाहिँ एउटा सनरुफ र यो ऐनामा चाहिँ तपाईँको डिटेक्सन सिस्टम भइदिएको भए चाहिँ अझै बेटर हुन्थ्यो होला। अहिले चाहिँ हामी यो भरतपुरको BYD पार्कमा छौँ। अनि मेरो गाडीको चार्ज चाहिँ लगभग 31 थियो, अहिले चाहिँ 91 भइसक्यो। अनि यहाँ चाहिँ सायद प्राइभेट जहाँ पनि पर डे 15 रुपियाँ नै हुन्छ। अहिले मेरो 91% भयो, 36.7 किलोमिटर छ।